के साँच्चै राम्रो देखिनका लागि पैसा नै चाहिन्छ त? आजको यो प्रस्तुतिमा हामी यही कुराको गहिराईमा पुग्नेछौँ। हामी शारीरिक आकर्षण पछाडिको मनोविज्ञानलाई बुझ्नेछौँ र कसरी एक पैसा पनि खर्च नगरी आफ्नो आकर्षण बढाउन सकिन्छ भनेर पत्ता लगाउनेछौँ। ल, एउटा सामान्य धारणाबाट कुरा सुरु गरौँ। धेरैलाई लाग्छ आकर्षक देखिनु भनेको महँगो कपडा लगाउनु, राम्रो स्किन केयरमा खर्च गर्नु वा कस्मेटिक सर्जरी नै गर्नु हो। तर वास्तविकता त्यो होइन। साँचो आकर्षण त मनोविज्ञान बुझ्नुमा छ। र सबैभन्दा राम्रो कुरा के हो भने यो सित्तैमा पाउन सकिन्छ। केही सरल मनोवैज्ञानिक सिद्धान्तहरू अपनाएर जो कोही पनि अझ आकर्षक बन्न सक्छ। ल, आज हामी यस्तै 12वटा टिप्सलाई 4 भागमा हेर्नेछौँ। हाम्रो शरीरको हावभाव, अनुहारको बनावट, हाम्रो छवि र शैली, र अन्तमा त्यो रहस्यमयी एक्स फ्याक्टर। आउनुस् सुरु गरौँ। सबैभन्दा पहिले आधारबाटै सुरु गरौँ, हाम्रो पोस्चर अर्थात् शरीरको हावभाव र उपस्थिति। हामीले आफूलाई कसरी प्रस्तुत गर्छौं त्यसले आकर्षणको जग बसाल्छ। पहिलो टिप एकदमै सजिलो तर शक्तिशाली छ। जहिले पनि हिँड्दा शिर ठाडो पारेर अगाडि हेर्नुहोस्। कोठामा पस्दा होस् वा बाटोमा हिँड्दा तल हेर्दा असुरक्षा र दुःख देखिन्छ, तर सिधा अगाडि हेर्दा आत्मविश्वास झल्किन्छ, जसले अरूको नजरमा तुरन्तै फरक पार्छ। दोस्रो कुरा हो उभिने तरिका। सोच्नुहोस् त, स्कुलको असेम्ब्लीमा अटेन्सनमा उभिँदा खुट्टा जोडिन्छ, जुन अलि अस्थिर र कमजोर देखिन्छ, तर स्ट्यान्ड एट इजमा खुट्टा फैलाएर उभिँदा त्यो अडान कति स्थिर र शक्तिशाली देखिन्छ, होइन त? हो, त्यही हो फरक। ल, अब शरीरको हाउभाउबाट अलिकति माथि अनुहारतिर लागौं। यहाँ साना साना बानीले पनि ठूलो फरक पार्न सक्छ। एउटा अचम्मको तरिका छ जसलाई म्युइङ भनिन्छ। यो केही होइन, बस आफ्नो जिब्रोलाई मुखको माथिल्लो तालुमा आरामले राख्ने अभ्यास हो। गर्नुपर्ने यति हो, जिब्रोको टुप्पो मात्र होइन, पुरै जिब्रो विशेष गरी पछाडिको भागलाई तालुमा टाँसेर राख्ने। भनिन्छ नियमित रूपमा यसो गर्दा अनुहारको बनावट जस्तै चिक बोन्स र आँखाको आकारमा समेत सुधार आउन सक्छ। अब तुरन्तै फरक देखिने केही उपायहरू हेरौँ। जस्तै फोटो खिच्दा मोडलहरूले जस्तै गालालाई हल्का भित्र तानेर डेफिनेसन दिने, तनावमा देखिने आँखीभौलाई रिल्याक्स गर्ने, किनकि त्यसले आत्मविश्वास देखाउँछ। अनि हप्तामा 1-2 पटक ओठलाई ब्रस गरेर डेड स्किन हटाउँदा ओठ अझै राम्रो देखिन्छ। अब कुरा गरौँ फेशियल सिमेट्रीको अर्थात् अनुहारको समरूपता। विज्ञानले भन्छ सममित अनुहारलाई विश्वव्यापी रूपमै आकर्षक मानिन्छ र यो समरूपताको भ्रम सृजना गर्न सकिन्छ। पुरुषहरूले दाढी पालेर अनुहारको असमानता लुकाउन सक्छन् भने महिलाहरूले मेकअप, आइल्यासेस वा झुम्काको प्रयोग गर्न सक्छन्। एउटा कुरामा भने ध्यान दिनुपर्छ, पेट वा एकातिर मात्र कोल्टे परेर सुत्ने बानीले लामो समयमा अनुहारको बनावट बिगार्न सक्छ। अनुहारको कुरा त भयो, अब हाम्रो समग्र छवि र स्टाइलको बारेमा कुरा गरौँ। हामी कस्तो देखिन्छौँ त्यसले पनि ठूलो अर्थ राख्छ। के थाहा छ सबैभन्दा आकर्षक रङ कुन हो? धेरै अध्ययनहरूले देखाउँछन् त्यो कालो हो। रातो रङ रोमान्ससँग जोडिएला, तर कालो रङले पातलो र फिट देखाउने भ्रम सिर्जना गर्छ, जसले गर्दा यसको अपिल विश्वव्यापी छ। पुरुषहरूको हकमा शारीरिक शक्ति आकर्षणको एउटा ठूलो हिस्सा हो। विशेष गरी माथिल्लो शरीर, काँध, छाती चौडा हुँदा वी शेप बन्छ, जसलाई आकर्षक मानिन्छ। तर महिलाहरूको हकमा भने कुरा अलि फरक छ। जसरी शकीराले आफ्नो गीतमा भन्छन्, हिप्स डोन्ट लाई। हो, चौडा हिप्सलाई विश्वव्यापी रूपमै आकर्षक मानिन्छ। यसले स्वस्थ शरीरको सङ्केत दिन्छ र आवरग्लास फिगरको एउटा मुख्य विशेषता पनि हो। अनि अर्को एउटा रमाइलो मनोवैज्ञानिक प्रभाव छ जसलाई चियरलिडर इफेक्ट भनिन्छ। यसको मतलब कोही व्यक्ति एक्लै हुँदा भन्दा आकर्षक साथीहरूको समूहमा हुँदा अझ बढी आकर्षक देखिन्छ, किनकि हाम्रो दिमागले समूहको औसत आकर्षणलाई हेर्छ। ल, अब बाहिरी रूपबाट भित्र पसौँ र आकर्षणको त्यो एक्स फ्याक्टर बारे कुरा गरौँ जसले मानिसलाई साँच्चै चुम्बकीय बनाउँछ। एउटा एकदमै शक्तिशाली तरिका हो अपेक्षा भन्दा फरक व्यवहार गर्नु। जस्तै द रकलाई हेर्नुस्, शरीरले यति बलियो तर व्यवहारमा उनी कति नम्र र सम्मानजनक छन्। त्यस्तै शाहरुख खान यति ठूला सुपरस्टार भएर पनि उनको व्यवहारमा विनम्रता देखिन्छ। यो विरोधाभासले मानिसलाई एकदमै आकर्षक बनाउँछ।
अब कसैप्रति आकर्षित हुँदा सुरुमै आफ्नो सबै भावना पोखिहाल्नु हुँदैन। सुरुमै अति उत्साहित हुँदा आफ्नो शक्ति गुम्छ र स्थिति कमजोर हुन जान्छ। त्यसैले सम्बन्धको सुरुमा अलिकति रहस्य कायम राख्नु राम्रो हुन्छ। आफ्नो रुचिको हल्का सङ्केत दिने, तर सबै कुरा एकैचोटि नखोल्ने। यसले अर्को व्यक्तिलाई पनि प्रयास गर्न ठाउँ दिन्छ र आकर्षणलाई जीवित राख्छ। त्यसो भए आज हामीले के बुझ्यौं त? आकर्षण भनेको पैसाले किन्ने कुरा होइन। यो त एउटा कला हो जसमा आत्मविश्वासी हावभाव, अनुहारका साना बानी, स्मार्ट प्रस्तुति र अलिकति रहस्यमय मनोविज्ञानको मिश्रण हुन्छ। यसले हामीलाई एउटा प्रश्नमा ल्याएर छोड्छ, के आकर्षण भनेको जन्मजात हुने कुरा मात्र हो वा यो एउटा यस्तो सिप हो जसलाई हामीले सिक्न र अभ्यास गर्न सक्छौं?